घटना सुन्दाखेरि पनि मान्छे एकदमै आतंकित बन्छ। आफै पनि 3 वर्षकी बालिका समेत बलात्कृत हुनु, मृत्यु हुनु, यस्ता कुराले गर्दाखेरि अत्यन्तै पीडित भइसके पछाडि अनि मैले यो कविता लेखेको हुँ। छोरीलाई आह्वान। यो अलि लामो छन्द हो, श्रमदार छन्द। छोरीलाई आह्वान। यो कविता म 8औं नम्बरमा प्रस्तुत गर्ने अनुमति चाहन्छु। ए छोरी हिँड्नु पर्ने अझ पनि कति हो दुष्ट बाटै डराई, आफ्नै बाबा र काका अनि पुरुष कुनै छेउ पर्नै नपाई। ए नानी होस राखेस् हृदय जड भई, सिद्धिएको छ मान्छे ढुङ्गो झैँ पल्टिएको, मनमुटु सबले रित्तिएको छ मान्छे। आमा यो शब्दमा नै अनुपम ममता ज्योतिको बास हुन्थ्यो, भान्जी बहिनी दिदीमा सहृदय रसिलो स्नेहले साथ दिन्थ्यो। नारी पूजा भएमा झलमल पृथ्वी स्वर्गका देव रम्थे, नारी मातृत्वधारी त्रिभुवन भरकी शक्ति हुन् शास्त्र भन्थे। पढ्दैनन् शास्त्र कोही अलिकति मुटुमा छैन संवेदना त्यो, हिँड्दैनन् सभ्य बाटो डर पनि मनमा छैन आलोचनाको। ए छोरी शारदा झै अब पढ न तिमी, पढ्न थालुन् सबैले। ए छोरी शारदा झै अब पढ न तिमी, पढ्न थालुन् सबैले। ए छोरी निष्ककाली बनिकन जगमा शक्ति देखुन् सबैले। पहिले जल्थ्यौ चितामा कुचलन पहिरी हार जस्तै सतीको, अहिले जल्छौ घरैमा दिन दिन किन हो अग्निले दाइजोको। मर्दैछौ नित्य आफै कति दिन डरमा छाउको गोठभित्र, झर्दैछौ नित्य मान्छे पनि हुन नसकी आज बोक्सी बनेर। तिम्रो सौन्दर्य पापी मनुज हृदयको बन्न सक्ला निशानी, तिम्रो श्रृङ्गार लोभी अधम नजरको भोकी उन्माद खानी। आँखा लम्काउँदैछन् वरपर नजिकै वासनाका शिकारी। ए छोरी होस राखेस् अब त युग चिनेस् नित्य आँखा उघारी। तिम्रो रक्षा तिमी हौ कलम हृदयमा भर्नु पर्ने छ वज्र, तिम्रो रक्षा तिमी हौ कमल हृदयमा भर्नु पर्ने छ वज्र। छोएमा दुष्टताले अलिकति नडरी हान्नु पर्ने छ खड्ग। कहिल्यै सुन्दैन सुन्नु अधम छ अबला, शब्द मिल्काइदेऊ। नारी ज्वालामुखी हो अबुझ हृदयमा अग्नि सल्काइदेऊ। अग्लो होचो भएको विविध छ दुनिया शारदासम्म पार, आत्मा कालो भएको मनुज छ घरमा साधना हो पखाल। लोभी आँखा भएको युग नजिक छ है, उर्मिला झट्ट जाग। ढुङ्गा
ढुङ्गा हो होइन मान्छे अझ छ नि नजिकै उर्मिला होस राख ढुङ्गा हो होइन मान्छे अझ छ नि जिउँदै निर्मला होस राख ढुङ्गा हो होइन मान्छे अझ छ नि जिउँदै निर्मला होस राख। छोरीहरूलाई यो सम्बोधन गरेँ मैले। हामी देश परिवर्तन भयो भन्छौँ, परिवर्तन चाहिँ हुन्छ तर अनुभूति चाहिँ हुँदैन। नयाँ नेपाल भन्न थालेको पनि 2 दशक भएछ। 2 दशक अगाडि नयाँ नेपाल हुन सक्यो कि सकेन भनेर प्रश्न उठाएको आजसम्म पनि उस्तै छ। त्यसैले मैले अबको कविता प्रश्न नयाँ नेपालको शीर्षकको कविता प्रश्न प्रस्तुत गर्दैछु। हिँड्ने चाल उही रमाप छ उही पापी र लोभी उही बग्ने नल उही जवाफ छ उही सम्भ्रान्त खोटी उही मैलो देह लिएर शुद्ध कपडा फेर्दा कहाँ हुन्छ र यस्तै चाल रहे त आखिर नयाँ नेपाल यो बन्छ र खाली पेट उही खुला सडकमा नाङ्गा र भोका उही बाँझो केट उही तरक्क पसिना नम्ला र डोका उही पानी मात्र हुने धनी मुलुकमा बत्ती कहाँ बल्छ र यस्तै चाल रहे त आखिर नयाँ नेपाल यो बन्छ र भ्रष्टाचार उही खुलस्त गरिने हत्या र हिंसा उही चिल्लाकार उही निरीह ठगिने झन्डा र डन्डा उही पट्टी बाँधिदिएर सभ्य दुनियाँ कालो कहाँ हुन्छ र यस्तै चाल रहे त आखिर नयाँ नेपाल यो बन्छ र लोकाचार उही छ गर्जन उही उस्तै छ छाया पनि स्वामी भाव उही छ पूजन उही साथी पराया पनि राणा मादलमा नयाँ मुलुकको सङ्गीत के बज्छ र यस्तै चाल रहे त आखिर नयाँ नेपाल यो बन्छ र कालो रात हटेर हुन्न मनको दासत्व फालौँ अब राजा मत हटेर हुन्न जगमा बाँच्छन् रजौटा जब काँडा मात्र झरेर तुच्छ सिउँडी जाई कहाँ बन्छ र यस्तै चाल रहे त आखिर नयाँ नेपाल यो बन्छ र लड्ने नै यदि हो भने सदनमा के मूल्य भो त्यागको हिँड्ने मार्ग उही भएर गतको साटो दिने के रह्यो रिट्ठाका वनमा फुलेर धतुरो के कागती फल्छ र रिट्ठाका वनमा फुलेर धतुरो के कागती फल्छ र यस्तै चाल रहे त आखिर नयाँ नेपाल यो बन्छ र। धन्यवाद। अब म 10औं नम्बरमा पुगेको छु। मैले सिर्जनालाई कहिल्यै पनि निराशाबाट हेरिनँ। निराशाको अभिव्यक्ति दिनु सर्जको काम हो जस्तो मलाई कहिल्यै पनि लागेन। अनि मैले खुलस्त रूपमा नै भन्ने गरेको छु,
मलाई यो जिन्दगी बेकार लाग्छ, यो धरती बेकार लाग्छ, मलाई जन्म दिने आमा बाले मलाई किन पो जन्म दिए होला, आमा बा बेकार, सबै आफन्त जति बेकार, मलाई त बाँच्नुभन्दा मरौँ मरौँ लाग्छ भनेर कसैले कविता लेख्छ भने त्यो कविता चाहिँ म सुन्दिनँ भन्ने नै सङ्कल्प गरेको छु। किनभने एउटा स्रष्टा मर्न लागेकोलाई बचाउने चाहिँ स्रष्टा हो भन्ने मलाई लाग्छ। निराशाको अभिव्यक्ति दिने ठाउँ, कुण्ठाको अभिव्यक्ति दिने ठाउँ त्यो होइन। देश गयो, खरानी भयो, सबै खरानी भइरहेका बेलामा सबै आत्तिरहेको थियो, अब सक्यो सक्यो भनिरहेको थियो। त्यो बेलामा मैले भने खरानी भो भने माटो फुलाऊ फुल नेपाली, छिया भो गर्बिलो छाती नबिर्सौँ सुल नेपाली, त्यही गाडा अँध्यारोले उज्यालो दिन्छ धरतीमा, सुके सारा नदी नाला बचाउँ मूल नेपाली। मैले यसरी आशावादी कुरा गरेँ। यो कुरा म किन जोड्दैछु यहाँ भने अबको कविता मैले जतिसुकै समस्या आइलागे पनि म यो देशको गौरवलाई गिर्न दिन्न भन्ने सङ्कल्प गरेर लेखेको छु। पञ्चचामर छन्दको म गिर्न दिन्न गौरव कविताको वाचनका लागि म मेरा प्रिय मित्र सुनिल गौतमलाई यहाँ आमन्त्रण गर्दछु। सुनिल गौतमज्यूको स्वरमा हामी यो पञ्चचामर छन्दको कविता सुन्नेछौँ। धेरै धन्यवाद आवाज गुरुदेव नेपालज्यू। मैले यहाँ धेरै बोल्नु पर्दैन होला कविताको विषयमा पनि। उहाँले यति लामो र राम्रो भूमिका पालिसक्नु भएको छ। स्वरले न्याय दिन सक्दिनँ, लेख्ने मान्छे सिक्ने मान्छे, अब फेरि गाउनु भन्ने छ, गाउनु भन्दा पनि वाचन गर्ने अनुरोध चाहन्छु। धेरै मिठो स्वर भएकाहरूले प्रेक्षालयमा हुनुहुन्छ। मैले स्वस्तिकालाई देखिरहेको छु यहाँबाट। यो कविता म गिर्न दिन्न गौरव पञ्चचामर छन्दमा रहेको छ। गुरु सुरु गरेँ। म एक अंश व्योमको, म एक वंश भूमिको, म बाँच्छु नित्य गर्वले अजम्बरी छु सृष्टिको। म एक अंश व्योमको, म एक वंश भूमिको, म बाँच्छु नित्य गर्वले अजम्बरी छु सृष्टिको। चुकेर स्वाभिमानमा, झुकेर जान्न कालमा, अजात शत्रु हो सधैँ मनुष्य सृष्टि मार्गमा। अजात शत्रु हो सधैँ मनुष्य सृष्टि मार्गमा। हुँदैन कष्ट चेतना, हुँदैन कष्ट मानव, नभाग्छ कर्मबाट न थाक्छ दिव्य पौरव। हुँदैन कष्ट चेतना, हुँदैन कष्ट मानव, नभाग्छ कर्मबाट न थाक्छ दिव्य पौरव। अँगाल्छु विश्व प्रेमले गर्छु नित्य रक्षण, अँगाल्छु विश्व प्रेमले गर्छु नित्य रक्षण। जुनै विषाणु देखियोस् म गिर्न दिन्न भक्षण, जुनै विषाणु देखियोस् म गिर्न दिन्न भक्षण। यतै कतै मनुष्यले फुटाउँदैछ पर्वत, यतै कतै मनुष्यले फुटाउँदैछ पर्वत। त्यही मनुष्य शक्तिले सुकाउँदैछ सागर। मनुष्य बाँच्छ ज्ञानले, जितेर हिँड्छ सागरले। नहार्छ तुच्छ आशले, नमार्छ कल्पतासले, नहार्छ तुच्छ आशले, नमार्छ कल्पतासले। म पुग्न सक्छु चन्द्रमा, म टेक्न सक्छु मङ्गल, म पुग्न सक्छु चन्द्रमा, म टेक्न सक्छु मङ्गल। म छिर्न दिन्न विश्वमा नयाँ कुनै अमङ्गल, म छिर्न दिन्न विश्वमा नयाँ कुनै अमङ्गल। म बस्छु बन्द जेलमा र गर्छु विश्व चिन्तन, म बस्छु बन्द जेलमा र
गर्छु विश्व चिन्तन निकाल्छु एक औषधि गरी समुद्र मन्थन निकाल्छु एक औषधि गरी समुद्र मन्थन सुटुक्क स्वर्गमा गई म अग्नि चोर्न सक्दछु छ औषधि कतै भने पहाड फुल्न सक्दछु फेरि दोहोऱ्याउँछु सुटुक्क स्वर्गमा गई म अग्नि चोर्न सक्दछु छ औषधि कतै भने पहाड फुल्न सक्दछु म हार्न दिन्न विश्व यो म मार्न दिन्न मानव म हार्न दिन्न विश्व यो म मार्न दिन्न मानव म छिर्न दिन्न त्रासदी म गिर्न दिन्न गौरव म छिर्न दिन्न त्रासदी म गिर्न दिन्न गौरव म छिर्न दिन्न त्रासदी म गिर्न दिन्न गौरव। आदरणीय सुनिल गौतमज्यू, मैले सङ्कल्प चाहिँ यस्तो गरेँ, सरले एकदम न्याय गर्नुभयो। मैले सङ्कल्प चाहिँ यसरी गरेँ, तर परिस्थिति अर्कै बन्दै गयो। व्यक्तिको सङ्कल्प चाहिँ यही नै हो। मेरो सङ्कल्प चाहिँ म हार्न दिन्न विश्व यो म मार्न दिन्न मानव म छिर्न दिन्न त्रासदी म गिर्न दिन्न गौरव म छिर्न दिन्न त्रासदी म गिर्न दिन्न गौरव। यसो भनेको, तर देश चाहिँ म चाहिँ हार्न दिन्न भनिरहेको, देश चाहिँ हार्न थाल्यो। कहिले कसले के भन्छ, कहिले के भन्छ गर्दै गर्दै कहिले सीमाका बारेमा कुरा उठ्छन्, अनि कहिले यी भित्रका समस्याहरूले गर्दाखेरि देश चाहिँ हार्न थाल्यो। त्यो कुरालाई चिन्तित भएर, त्यो कुराप्रति चिन्तित भएर मैले मन्दाक्रान्त छन्दमा एउटा कविता लेखेँ, देश हार्दैछ आज। म 11औं नम्बरमा पुगिसकेको छु। देश हार्दैछ आज। मेरो छाया रवि किरणको खोकिलामै बिलायो, मेरो माया अलमल भई कोपिलामै हरायो, मेरो बाटो ग्रसित किन भो स्वच्छ मेरै गुलाब, मेरो माटो त्रसित किन भो दासता दे जवाफ, मेरो माटो त्रसित किन भो दासता दे जवाफ, मेरा आँखा अझ पनि त्यही काङ्गडा हेर्न खोज्छन्, मेरा भाका मनलहरमा नित्य टिस्टा सुसेल्छन्, हेर्दा हेर्दै लय हृदयको खुम्चियो चेत छैन, निद्रा लामो किन हुन गयो बिउझदा देश छैन, सुस्ता मेरो हृदय बलियो पाखुरा केचन हो, बारा मेरो तन वचन हो लिम्पिया चेतना हो, लाग्ला हाम्रै पनि अब बिलो भन्दछन् भव्य पाखा, सारङ्गी हो तर दमनमा हाल्न सक्दैन भाका, हाम्रा आस्था अटल ममता दाङ भई हेपिँदैछन्, हाम्रा खुट्टा किन दिनै टुक्रिँदै बेचिँदैछन्, आफ्नै आँखा पनि लुटिसके मस्त छौँ आज हामी, कात्रो ओडी मनुज कसरी बन्छ आफ्नै मलामी, के पाखामा अझ पनि कतै छैन रातो गुराँस, छाती माटो किन अलग भो देहमा छैन सास, पुर्खाको त्यो रगत पसिना बन्न लाग्दैछ हाँसो, हाम्रै आँखा अघि किन अहो वीरता बन्छ पासो, कोसी फुट्दा किन सहरको फुट्न सक्दैन छाती, माया देवी पनि त लुटिन् बुद्ध छन् धारमाथि,
हाम्री आमा पल पल बलात्कार की छिन् सिकार सीमा ढल्दा शिर पनि ढल्यो देश हार्दैछ आज सीमा ढल्दा शिर पनि ढल्यो देश हार्दैछ आज। धन्यवाद। अब म अन्तिम कवितामा पुगेको छु। सधैँ मैले भन्ने गरेको अरूका कविताहरूको समीक्षा गर्दा अरूका रचनाहरूका बारेमा बोल्दा अरूलाई कठघरामा उभ्याउँदा हामी समालोचकहरूलाई आनन्दै आउने गर्छ। तर आफै कठघरामा उभिएका बेलामा कस्तो महसुस हुँदो रहेछ। आज म यी रचनाहरू माथिको निर्मम प्रहारको अपेक्षा घनश्याम सरबाट गरिरहेको छु। हामी भन्ने गर्छौँ सिर्जना गरिसकेपछि त्यो सिर्जना साझा हो, त्यो माथि निर्मम प्रहार हुनुपर्छ। तर हाम्रो म पनि एउटा समालोचना गर्ने नै मान्छे, कृतिको समीक्षा गर्न गयो, यस्तो छ राम्रो छ भने भनुन्जेलसम्म स्रष्टाको अनुहारमा उज्यालो 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 छाउँदै 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 जान्छ। अँध्यारो पो बनायो उज्यालो उज्यालो छाउँदै छाउँदै जान्छ। अनि जब हामी तर भन्छौँ है, तर भनिसकेपछि अब यसरी नै बत्ती जान्छ अनुहारमा बत्ती जान्छ। अब यसले के गर्ने भयो भनेर छटपटाएर एकदमै समस्या सिर्जना हुन्छ स्रष्टामा। एकछिन यो आउन्जेल मैले भूमिका बाँधेँ। अनि हाम्रो चाहिँ लेखकीय प्रवृत्ति चाहिँ कस्तो हुँदो रहेछ भने, यो घनश्याम सरलाई मैले वातावरण बनाएको हो। लेखकीय प्रवृत्ति चाहिँ कस्तो हुँदो रहेछ भने कुनै पनि मान्छे 100% पूर्ण त हुँदैन, अलिकति त त्यसका दोषहरू हुन्छन् नै। हामी प्राध्यापकहरू दुखान्त नाट्य चेतना पढाउँछौँ, त्यतिखेर भन्छौँ पात्र पूर्णतः सत्पात्र हुन्छ, आंशिक चरित्र दोषका कारण दुखान्तमा जान्छ। हामी यही भन्छौँ। सिर्जनामा पनि यस्तो स्थिति हुन्छ। एकजना विश्व प्रसिद्ध कलाकार रहेछन्, यो भूमिका मैले यो पति आइहाल्छ कि भनेर भालेको। विश्व प्रसिद्ध कलाकार रहेछन्। ती कलाकार चाहिँ कस्तो क्षमता भएको भने हाम्रो घनश्याम सरको मूर्ति बनाइदियो भने घनश्याम सर र मूर्ति नचिन्ने, त्यस्तो बनाउन सक्ने। अब त्यो मान्छे मर्ने दिन त आयो। अनि यमराजले विचार गरेछ यस्तो विश्व प्रसिद्ध कलाकारलाई त अगाडि सूचना दिनुपर्छ। गएर सूचना दिएछ आजको 25औं दिनमा तिमी मर्दैछौ, के गर्ने हो गर है भनेपछि त अब मान्छे हातिन्छन्। के गर्ने त भन्दा म कलाकार हो, मूर्ति बनाउने हो, मूर्ति बनाउँछु, दिनको एउटा मूर्ति बनाउँछु, आफ्नै मूर्ति बनाउँछु। अहिलेसम्म अरूको गरेँ, अब म आफ्नो गर्छु। अनि उसले मूर्ति बनाएछ। एक दिन बनायो त्यहाँ राख्यो, अर्को दिन त्यहाँ राख्यो, 24 दिनमा 24वटा मूर्ति बनायो। अनि 25औं दिनमा यमराज आउने बेलामा चाहिँ बिचमा गएर टुक्रुक बसिदिएछ। अब मूर्ति र मान्छे चिनिँदैन। यमराज अप्ठ्यारोमा पर्यो। उसको त टाइम हुन्छ, ठ्याक्क समयमा लगेन भनेदेखि त हुँदैन। यता घुम्छ उता घुम्छ, मान्छे चिन्दैन, झुक्किनु पनि हुँदैन, समय बित्नु पनि हुँदैन। त होस् भने बेला मूर्ति पर्यो भने त बर्बाद हुन्छ। अनि यमराजले मान्छेसँगको त युगौँ युग व्यवहार गरेको, उसले के विचार गरेछ भने अब यसलाई म चिन्ने तरिका अप्नाउँछु भनेर, हेर कलाकार तिमीले मूर्ति त एकदमै राम्रो बनाएछौ, तर एउटामा चाहिँ अलिकति नाक मिलेन छ भनेको। कहाँ मिलेन भनेर जुरुक्क उठिहालेछ, च्याप्प समातिहालेछ। अनि लिएर गएछ। आलोचना सहिदिएको भए बाँच्थ्यो त्यो मान्छे। हाम्रो प्रवृत्ति, हामी स्रष्टाहरूको प्रवृत्ति आलोचना पटक्कै नसहने भएकोले गर्दाखेरि हामी पटक पटक यमराजले मारिरहेका हुँदा रहेछौँ। त्यसैले म चाहिँ आलोचनाले चाहिँ हामीलाई ऊर्जा दिन्छ भन्ने सोच्ने गर्छु। त्यसैले त्यो अपेक्षाकै लागि पनि घनश्याम सरलाई आज रोजिएको। घनश्याम सरलाई किन पनि मैले रोजेको हुँ र हाम्रो आयोजक साथीहरूसँगको सल्लाह अनुसार उहाँलाई गरौँ किन भनिएको भने उहाँको विद्यावारिधीको प्री भाइभामा पनि
र फाइनल भाइभामा पनि उहाँलाई प्रश्न सोधेर र्याफ्र्याक्टी पार्ने मध्येको एउटा म थिएँ सानैरी। तर कैयौँलाई त्यहाँबाट रुवाएर पठाउने हुन्थ्यो। उहाँ त रुने होइन, हामीले पढाएर आउनुभयो। त्यस्तो व्यक्ति अहिले पनि हामी भन्छौँ, हामी नेपाल संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्रमा कसैको थेसिस आउँदाखेरि तपाईँ एकचोटि घनश्यामको थेसिस हेर्नुहोस् है भन्छौँ हामी। त्यसरी मानक निर्माण गर्नु भएको छ क्या उहाँले। त्यसकारण पनि उहाँमा समालोचनात्मक चेत विशिष्ट प्रकृतिको छ। यो प्रशंसाले पछि मैले प्रशंसा खोजेको होइन है। यति भन्दै म अन्तिम कविता अँध्यारीमा प्रस्तुत गर्छु। यहाँ चाहिँ ऊमाथि ब्यानरमा एउटा कुरा माथि लेखेको छ है, त्यो नदेखियोस् भनेर पनि बत्ती गएको होला है। देश चिन्तन, मैले यसमा अलिकति शब्द भित्र खेल्ने प्रयत्न गरेको छु। त्यो शब्द र त्यसको भागमा यहाँहरू केन्द्रित रहिदिनु होला। अनुष्ठुप छन्दमा छ देश चिन्तन। नेपाली घरको पाली मात्र बाँकी रह्यो किन, गोर्खाली मन भो खाली जाली भित्र छिर्यो किन, किसानको गिर्यो सान हर्ष फल्दैन धानमा, शिक्षाको सिक कता भाग्यो छ्या मात्रै छ विचारमा, शिक्षाको सिक कता भाग्यो छ्या मात्रै छ विचारमा, इलाम लाम लागेर बढ्दै जान्छ चियासरी, झापाको काम होस् पाको आस्थामा नपरोसरी, दोधाराका सुके धारा चाँद खोज्दैछ चाँदनी, कैलालीले छरस लाली भेषमा देशमा पनि, कैलालीले छरस लाली भेषमा देशमा पनि, अग्लो सगर माथाको माथा बगर भोकिन, पाथी भरा भरी पाथी रित्तो पार्न जुट्यो किन, हलेसीमा चुलेसीको धार भित्र छिर्यो अरे, त्यो बढी मालीका उठला माली चिन्न सक्यो भने, त्यो बढी मालीका उठला माली चिन्न सक्यो भने, विदेह देहको खोजी गर्दैछन् रे यताउता, सीताजी भोकले जल्दै टिप्छिन् रे ती जुठा सीता, यशोधरा यसो हेर्छिन् बुद्धु छन् बुद्ध सेवक, यशोधरा यसो हेर्छिन् बुद्धु छन् बुद्ध सेवक, राको बोकेर हिँड्दैछन् हाम्रा राहुल काहुल, राको बोकेर हिँड्दैछन् हाम्रा राहुल काहुल, हाम्रा अरनीको जल्दा निको पार्ने छके बुटी, हाम्रा अरनीको जल्दा निको पार्ने छके बुटी, कुटीमा भ्रिकुटीलाई मार्दैछन् रे कुटी कुटी, कुटीमा भ्रिकुटीलाई मार्दैछन् रे कुटी कुटी, के चना के चना हो र, के चना के चना हो र, कसरी बिक्छ मूल्यमा, दार्चुला के चुला हो र, किन जल्दछ अग्निमा, के चना हो र, कसरी बिक्छ मूल्यमा, दार्चुला के चुला हो र, किन जल्दछ अग्निमा, हिमाल माल पाएर चालै नपाउने भयो, पहाड हाड मात्रै छ मांसपेशी कता गयो, मधेस देशको सिङ्गो ढुकुटी भर्छु भन्दछ, नेपाल स्नेहले पाल यही नै स्वर्ग बन्दछ, नेपाल स्नेहले पाल यही नै स्वर्ग बन्दछ।
यही प्रस्तुतिसँगै यो त फाउमा घुम्ने भयो त। ठिक छ, मैले आज कविता वाचन भनेकाले गर्दाखेरि मैले कविता नै 12वटा तयार गरेँ। गजलको मैले तयारी गरेको थिइनँ, तर पनि ठिकै छ। अन्तिममा म एउटा गजल प्रस्तुत गर्छु। त्योभन्दा अगाडि यसपटक हेटौडामा मैले धेरै साहित्यिक सङ्घ संस्थाहरू, शैक्षिक सङ्घ संस्थाहरू र यहाँहरू सबैलाई कृतज्ञता व्यक्त गर्ने मौका पाएँ। हिजो नेपाली भाषा शिक्षक समिति र नवसर्जक साहित्य चौतारी दुईटैको संयुक्त आयोजनामा 225 भन्दा बढी शिक्षक विद्यार्थीहरूसँग कविता लेखनको कार्यशाला गर्ने मौका पाइयो। आज दिउँसो गजल मञ्च मकवानपुर र नवसर्जक साहित्य चौतारीको संयुक्त आयोजनामा खरानी गजल सङ्ग्रहमाथि विमर्श र गजल श्रवणको काम पनि सम्पन्न भयो। र अहिले नेपाली भाषा शिक्षक समितिले मलाई यत्रो महत्त्व प्रदान गर्यो। एउटा स्रष्टाका लागि सिर्जना सुनिदिनु भन्दा ठुलो कुरा मदन पुरस्कार होइन भन्ने मलाई लाग्छ। त्यसैले आज मलाई यो नवसर्जक साहित्य चौतारी, नेपाली भाषा शिक्षक समिति लगायतका यो हेटौडामा भएका संस्थाहरूले र यहाँहरू जस्ता अग्रज व्यक्तित्वहरूले मलाई मदन पुरस्कार भन्दा ठुलो पुरस्कार प्रदान गर्नुभएको छ। म यहाँहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्छु। र अन्तिममा अब विश्वजीले भनिहाल्नुभयो, विश्वजी मेरो शिष्य, उहाँलाई विद्यावारिधि मैले नै गराएको हुँ। तर हामी सर्वत्र जयमन विच्छेद शिष्य निच्छेद पराजय भन्छौँ। अरूतिर जित्न चाहन्छौँ हामी, तर शिष्यबाट हार्न चाहन्छौँ। शिष्यले हराउन सकेकोमा गर्व गर्ने, छोराछोरीले हराउन सकेकोमा गर्व गर्ने कोही छ भने त्यो आमा बुबा र गुरु मात्रै हो। त्यसैले गुरु र आमा बुबालाई हराउने गरी, तर घोषणा गरेर होइन कामबाट चाहिँ गर्नुपर्छ भन्ने मलाई लाग्छ। र उहाँको अनुरोधलाई मान्दै म एउटा गजल सुनाउँछु। म गजल पनि शास्त्रीय बहरमा नै लेख्छु, त्यसैले हजज बहरमा लेखिएको गजल। मफाइलुन 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 मफाइलुन, यो सूत्र हो हजज बहरको। यसमा भारतमा चाहिँ यति धेरै मुक्तकहरू लेखिएका छन्, मुक्तकहरू त्यसैमा लेखिने गर्छन्। म एउटा गजल सुनाउँछु। मलाई सूर्यले लाली छरेको देश चाहिन्छ, मलाई काखमा चौरी चरेको देश चाहिन्छ, मलाई काखमा चौरी चरेको देश चाहिन्छ। चमेली फुलमा कहिल्यै नआओस् बारुदी गन्ध, चमेली फुलमा कहिल्यै नआओस् बारुदी गन्ध, नआओस् बारुदी गन्ध। मलाई बुद्धले माया गरेको देश चाहिन्छ, मलाई काखमा चौरी चरेको देश चाहिन्छ। फुटेको जीर्ण ऐनामा सयौं छाया नहोस् माटो, फुटेको जीर्ण ऐनामा सयौं छाया नहोस् माटो, सयौं छाया नहोस् माटो। मलाई पूर्ण ऐनामा सरेको देश चाहिन्छ, मलाई काखमा चौरी चरेको देश चाहिन्छ। अन्तिम शेर।
मुमा अर्कै बुबा अर्कै म अर्कै देशमा होइन मुमा अर्कै बुबा अर्कै म अर्कै देशमा होइन म अर्कै देशमा होइन सबैका भागमा एउटै परेको देश चाहिन्छ मलाई काखमा चौरी चरेको देश चाहिन्छ मलाई सूर्यले लाली छरेको देश चाहिन्छ सबैका भागमा सिङ्गै परेको देश चाहिन्छ। धन्यवाद। यो प्रस्तुतिसँगै अब मेरो कुरा टुङ्ग्याउँछु। म यहाँदेखि पछिको कार्यक्रमका लागि पुनः डिबी सरलाई आमन्त्रण गर्दै यहाँबाट बिदा चाहन्छु। यति धैर्य साथ श्रवण गरिदिनु भएकोमा सबैप्रति कृतज्ञ छु। धन्यवाद। हस्, धन्यवाद आदरणीय गुरु प्राध्यापक डाक्टर देवी नेपालज्यू। यहाँले हामीलाई एकदम आनन्दपूर्वक सुन्नका निम्ति उत्प्रेरित गराउँदै आफ्ना शब्दहरूबाट पनि हामीलाई मन लोभ्याउनु भयो र कविताको शक्तिले पनि हामीलाई यसरी तानिरह्यो, हामी झुमिरह्यौँ। यहाँप्रति हार्दिक आभार प्रकट गर्दै सम्पूर्ण आदरणीय अतिथिज्यूहरू अग्रस्थानमा आइदिनु हुन म अनुरोध गर्दछु। र अबको क्रममा भने आदरणीय यस क्रममा उहाँको एक दर्जन कविता जुन वाचन भयो त्यो कवितामाथि समीक्षात्मक टिप्पणी राखिदिनु सम्पूर्ण साहित्यकारज्यूहरू श्रोताज्यूहरू सबैलाई म धैर्य गरिदिनु होला। हामी लामो समय कविता सुन्यौँ र कविताले दिने शक्ति र कविताले प्रवाह गर्ने सन्देश पनि के कस्तो हुन सक्छ भन्ने कुराको बारेमा पनि हामी जानकारी प्राप्त गर्न अत्यन्त राम्रो हुन सक्दछ। यहाँलाई म जानकारी गराउन चाहन्छु। कार्यक्रममा हामीलाई साथ दिनका निम्ति मैले छुट्याइरहेको थिएँ श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका उपाध्यक्ष इन्द्र नेपाल दाजु अनुराज उहाँलाई स्वागत गर्न चाहन्छु। त्यसरी कवि आदरणीय कल्पना श्रेष्ठज्यू जसको निलो हस्ताक्षर कवितासँग साहित्य सङ्घ मकवानपुरले 13 गते नियमित सन्ध्यामा विमर्श गर्छ। उहाँलाई पनि महासन गर्नका निम्ति हार्दिक अनुरोध गर्छु। अनि थुप्रै कवि साहित्यकारहरू छुटेको छ भने पनि यहाँहरू यता स्थानमा आसन पहिले गरिसक्नु भएको छ। त्यसै गरी मैले उहाँलाई गराइसकेको छु अघि नै। त्यसै गरी अरूको क्रममा भने म आदरणीय घनश्याम घिमिरेज्यूलाई यो कवितामाथि आफ्नो समीक्षात्मक टिप्पणी राखिदिनुमा हार्दिक अनुरोध गर्दछु। धन्यवाद देवी सर। आज यस कार्यक्रमका अध्यक्षज्यू ज्योति सर, कार्यक्रमका मुख्य आकर्षक आदरणीय गुरु देवी सर, मञ्चमा उपस्थित विशिष्ट व्यक्तित्वहरू, कार्यक्रममा उपस्थित सम्पूर्ण साहित्यिक मनहरूमा मेरो व्यक्तिगत तर्फबाट अभिवादन गर्दछु। र यो बिचमा स्रष्टा देवी नेपालबाट हँसमुख चेहराका साथ सुन्दर स्वरसँगै हामी काव्य स्वादनमा रमाउने अवसर पायौँ। यो अवसरका लागि आयोजकलाई फेरि पनि धन्यवाद भन्दछु र सर्जक देवी नेपालप्रति आभार प्रकट गर्दछु। मलाई थाहा थियो जब देवी सरको सुन्दर अभिव्यक्ति कौशलका बिचमा कविता सुनिन्छ त्यसमा के कमी कमजोरी होला भनेर सोधखोजी गरिदिएपछि मलाई राम्रै थाहा। त्यही भएर मैले यहाँनिर सुनेको आधारमा भन्दा पनि हिजो पढेको आधारमा नै भन्छु भनेर त्यसरी नै तयारी गरेको।
कवितालाई मूलत दुईवटा आधारमा एउटा सचेत पाठकले पढ्छ भन्ने लाग्छ मलाई। एउटा कविता कला पक्ष हो, कविता सुन्दै गर्दा कविता पढ्दै गर्दा त्यो कविताले मनलाई कति आह्लादित बनायो, कति आनन्द दियो, त्यति मात्र सोच्ने हो। त्यहाँ के छ धेरै मथिन नख्याउने हो र त्यसको कलात्मक पक्ष, कलाबाट आनन्दको महसुस गर्ने एउटा उद्देश्य हुन्छ। अर्को आनन्द त छ, आनन्दको लागि त गीत सङ्गीत पनि सुनौला, आनन्दको लागि त फिल्म पनि हेरौँला, आनन्दको लागि त त्यो राति खोलाको कलकल पानी हेरेर मग्न पनि आउँला। तर सर्जकले आनन्द मात्र होइन, मेरो मथिनलाई पनि अलिअलि भोजाउनुपर्छ, विचारलाई पनि ऊर्जा दिनुपर्छ, खास चेतनालाई पनि अङ्कुरण गर्न सक्नुपर्छ भन्ने अपेक्षा पनि हो। त्यसकारण एउटा सचेत सिर्जना, चाहे कविता हो साहित्यिक विधाहरू हुन्, पठन आस्वादन गरिरहँदाखेरि सचेत पाठकले आनन्दको साथसाथै विचारको पक्षलाई पनि उत्तिकै ख्याल गर्छ जस्तो लाग्छ मलाई। र मैले आज सुनिएका, मैले हिजो पढेका 12वटा कविताहरूको कला पक्षको सन्दर्भलाई एक चरणमा व्याख्या गर्ने प्रयास गर्छु। यसको हरेक 12वटै कविताका विषयका बारेमा छोटो छोटोमा चर्चा गर्ने प्रयास गर्छु र यसको समग्र वैचारिक पक्ष र मलाई ती विचारहरूमा गर्न मन लागेका टिप्पणीहरू यसरी आज म सबै जति तपाईँको बसाइ आनन्ददायक नै होस् भन्ने अपेक्षासहित मेरो भनाइ राख्ने अनुमति चाहन्छु। देवी नेपालका कविताहरू पढिरहँदाखेरि कलात्मकताका दृष्टिकोणले र कला पक्षका दृष्टिकोणले बढी मजबुत छन् कविताहरू भन्ने मेरो बुझाइरहेको छ। त्यो कलात्मकताको मापन गर्ने सन्दर्भमा पनि तुलनात्मक रूपमा पश्चिमी साहित्य सिद्धान्तका मापदण्डका आधारमा भन्दा पनि संस्कृत साहित्य सिद्धान्तका मापदण्डका आधारमा यी कविताहरूको नापजात गर्यो भने बढी कविताले न्याय पाउँछन् भन्ने मेरो अर्को बुझाइरहेको छ। अब यहाँ आज ज्योतिजी हुनुहुन्छ, विष्णु सर हुनुहुन्छ है। अब नेपाली भाषा साहित्य सँगसँगै संस्कृत साहित्य संस्कृत अध्ययनसँग पनि नजिक हुनुहुन्छ। अब गुरु आफ्नै आचार्य हुनुहुन्छ। यस सन्दर्भमा यो संस्कृतका साहित्यका विभिन्न सिद्धान्तहरू छन्, ती सिद्धान्तहरूका आधारमा यी कविताहरू परिगणन चाहिँ कविताहरूप्रतिको बढी न्याय हुन्छ कलात्मकता चेतनाका दृष्टिकोणले पनि। हामी सबै जानकार छौँ देवी गुरुका कविताहरू शास्त्रीय लय अन्तर्गत छन्दमा छन्दबद्ध छन्। म उहाँलाई अझ छन्द गुरु भन्न रुचाउँछु। त्यसैगरी हामी यो संस्कृत साहित्य सिद्धान्तहरू नेपाली भाषा साहित्य पढ्ने विद्यार्थीहरूलाई अध्यापन गराइरहँदाखेरि एउटा समस्यामा थियो यो 60को दशकसम्म पनि। त्यसैगरी यो छन्दको बारेमा, अलङ्कारको बारेमा उदाहरणसहित चिनाउनु पर्यो नेपाली भाषा साहित्य श्लोकहरूका माध्यमले भने 15-16 सालतिरको साहित्य पण्डितमा पुग्नु पर्थ्यो। सोमनाथ सिंहका कविताका श्लोकहरू लेख्नु पर्थ्यो अनि तिनीहरू अलङ्कारबद्ध, अलङ्कारका लागि त उपयोगी हुन्थे, छन्दको लागि त्यो उदाहरण उत्कृष्ट हुन्थ्यो। तर त्यस्तो जबरजस्ती र यान्त्रिक ढङ्गले ती श्लोकहरू निर्माण गरेका थिए। यस्तो श्लोकभन्दा अझ भावनात्मक रूपले चाहिँ विचारका दृष्टिकोणले उत्कृष्ट उदाहरण दिन पाए हुन्थ्यो नि भन्ने लाग्थ्यो। र पछि जब देवी नेपाल रामप्रसाद ज्ञाउले लगायतले यो छन्द अभियान सुरु गर्नुभयो र यो संस्कृत साहित्य सिद्धान्तको आलोकमा कविता रचना गर्ने एक किसिमको लहर सिर्जना गरिदिनु हो, हामीलाई धेरै सजिलो भएको छ उदाहरणहरू टिप्नको लागि, पहिचान गर्नको लागि र विद्यार्थीहरूलाई बुझाउनको लागि पनि। यस अर्थमा पनि यी कविताहरू छन्दका दृष्टिकोणले, यी कविताहरू मात्रै होइन अरू कविताहरू पनि छन्दका दृष्टिकोणले राम्रा उदाहरणहरू छन्। अलङ्कार प्रयोगका दृष्टिकोणले अहिले भर्खर यहाँले कति ख्याल गर्नु मलाई लाग्छ अन्तिम कविता जस्तो लाग्छ, देश चिन्तन भन्ने कविता शब्द अलङ्कार अन्तर्गत यमक अलङ्कारको उत्कृष्ट प्रयोग हो, उत्कृष्ट नमुना हो भनेर बुझ्नुपर्छ। त्यसै अलङ्कारभित्र पनि शब्द अलङ्कारको कुराहरू, अनुप्रासका पनि अन्तर अनुप्रास, वृत्ति अनुप्रास, अन्त्य अनुप्रासका सन्दर्भहरू, त्यसै गरी अर्थ अलङ्कारका पनि विभिन्न भेदहरूको उत्कृष्ट प्रयोग यी कविताहरूमा पाइन्छ। यो छन्द र अलङ्कार मात्र होइन, यसमा रस प्रयोगका दृष्टिकोणले नवरसमा फरक रसहरू पनि कसरी परिपाल भएको छ। त्यसैगरी प्रकृति प्रयोगका दृष्टिकोणले यसमा चाहिँ पदगत प्रकृतिको प्रयोग कसरी छ, वर्णगत प्रकृतिको प्रयोग कसरी भएको छ, वाक्यगत प्रकृतिको प्रयोग कसरी भएको छ, ध्वनि विधानका दृष्टिकोणले यहाँ कवितामा कस्तो ध्वनिको कस्तो गजबको प्रयोग भएको छ, अलङ्कार ध्वनि कसरी आएको छ, रस ध्वनि कसरी आएको छ, यी संस्कृतका साहित्यिक सिद्धान्तका मापदण्डहरूका आधारमा कलात्मक पक्षहरूको पहिचान गर्ने हुने कविताहरू उत्कृष्ट रहेका छन्। र मैले यो कलाको सन्दर्भमा संस्कृत साहित्य सिद्धान्तका मापदण्डहरूलाई आधार बनाउनुपर्छ। त्यसका अतिरिक्त
बिम्ब र प्रतीकहरू प्रयोग र अघि पछिल्लो कवितामा उखानहरूलाई कस्तो मजाले कविताको हरफहरूमा प्रयोग गरिएको थियो। त्यो उखानहरूलाई त्यति त्यो लोक साहित्य लोक भाका जनजीवनमा चलन चल्तीमा रहेका ती काव्यात्मक हरफहरूलाई चाहिँ कवितामा ठ्याक्क पनि छन्दमा प्रवेश गराउनु त्यो विशेष गुण हो र त्यो किसिमको सामर्थ्य यी कविताहरूमा भेटिन्छन्। अब मैले कलाको पक्षको सन्दर्भमा कलाका दृष्टिकोणले यी कविताहरू उत्कृष्ट छन् भन्ने मेरो बुझाइरहेको छ। तर एउटै कुरा चाहिँ के हो भने देवी गुरु आँसु कवि हो। अघि डिजी भन्ने हुन्थ्यो बिहान हामी भैरव डाँडा घुम्न गएको गुरु यसो भोट्लिँदै हुनुहुन्थ्यो कविता सिर्जना गरिसक्नु भएको छ। सुरुमा मजाले छन्दमा कविता सुनाउनु थाल्नुभयो भन्नुहुन्थ्यो। लक्ष्मीप्रसाद देवकोटा दार्जिलिङमा सम्मान खान गएको भाषण कार्यक्रममा पुरै कवितालाई भाषण गर्ने सामर्थ्य राख्नुहुन्थ्यो। उहाँलाई झोक चल्यो, एक दिनमा एक रातमा खण्डकारी लेखिदिनु भयो। उहाँलाई झोक चल्यो, 10 दिनमा महाकाव्य लेखिदिनु भयो। झोक चल्यो, सिर्जना भएको भएको त्यो आँसु कवित्वको पहिचान हो। तर डर के हुन्छ भने त्यो आँसु कवित्वमा त्यो जङ्गलमा फुलेको फुल जस्तो हुन्छ। त्यो जङ्गलमा फुल मात्र फुल्दैन, फुल सँगसँगै अनेकौँ झारपातहरू काँडा पसिनाहरू पनि त्यत्तिकै धेरै हुन्छ। लक्ष्मीप्रसाद देवकोटाले 650 भन्दा बढी फुटबल कविताहरू लेख्नु भएको छ। तर देवकोटाका कविता भनेर हामीले खोजी पढ्यौँ भने त्यो देवकोटाको कविता भनेर लागेको कविता 50 वटा पनि भेटिन्छ। त्यो आँसु कवित्वको जोखिम त्यहाँनिर हुन्छ र हामी देवी नेपाल जस्तो संस्थाबाट त्यो किसिमको कलामा पनि मन्त्रगत अभिव्यक्ति गर्दै त्यो मन्त्र हरेक हरफहरू मन्त्र लागोस्। त्यो ऋषिले जुन किसिमको मन्त्र अभिव्यक्त गर्ने त्यो ऋषि चिन्तन र त्यो तहको मन्त्रगत अभिव्यक्तिको आशा चाहिँ अब तपाईँलाई पाठकहरूले गरेर होला छन्। किनभने देवी नेपालले लेखेका श्लोकहरू सबै उस्तै सुन्यो भने उस्तै लाग्यो भने त्यो भाकामा सुन्दाखेरि त मजाले सुनिन्छ, देवी नेपाललाई चिनिन्छ। अब म देवी नेपाललाई देवी नेपालबाट चिन्न चाहन्न, म उहाँको कविताहरूबाट चिन्न चाहन्छु, उहाँको श्लोकहरूबाट चिन्न चाहन्छु, उहाँको हरफहरूबाट चिन्न चाहन्छु। बरु थोरै लेखिदिनुहोस् तर हरेक हरफहरू मन्त्रगत हुन् भन्ने मेरो अपेक्षा हो कलाका दृष्टिकोण। त्यसपछि अब म विषयवस्तुको दृष्टिकोणको कुरा गर्न चाहन्छु। पहिलो श्लोक शब्दचित्रमा म भनेर चाहिँ आफ्नो पहिचान र आफ्नो आधारसहित अभिव्यक्तिहरू कवितामा आएको छ र यो कविता आफ्नो जीवनीसँग सम्बन्धित छ। यो कविता मूलतः आदर्शवादी विचार चेतनासँग सम्बन्धित छ। म राम्रो थिएँ, म उत्कृष्ट थिएँ, म सानैदेखि हुने बेला जिल्लोपा जस्तै थिएँ भन्ने किसिमको अभिव्यक्ति कवितामा आएको छ। एक ठाउँ चाहिँ म आधा गाडो चाहिँ छलछलै गरी छलकन पुगेँ भन्ने सन्दर्भमा ममा पनि कमी कमजोरी थियो कि आधा गाडोको चिन्तन ममा पनि थियो कि भन्ने लाइन देखि बाहेक यो कवितामा आदर्शवादी चिन्ह आफूले आफूलाई चिनाउने सन्दर्भमा पनि विषयगत रूपमा अभिव्यक्त भएको म हेर्छु। यसको विचारको सन्दर्भमा म एकछिन कुरा गर्नेवाला छु, विषयमा कुरा गर्नु पहिले। त्यसै गरी गुरु कविता त एउटा विचारका दृष्टिकोणले आदर्शवादी नीति चेतनावादी कविताको उत्कृष्ट रूप हो। गुरु र गुरुत्व प्रवृत्तिको सही पहिचान हुनुपर्छ भन्ने विषयवस्तुसँग यो कविता सम्बन्धित छ। यद्यपि गुरु र गुरुत्व प्रवृत्ति र गुरु चिन्तन चाहिँ शिक्षण पद्धतिसँग सम्बन्धित भइरहँदाखेरि आजको शिक्षण सिकाइ प्रक्रियाले गुरुलाई भन्दा पनि चेलालाई चाहिँ केन्द्रमा राख्नुपर्छ भन्छ। त्यो चिन्तनसँग यो कविता कहाँनिर जोडिन्छ वा बाँझिन्छ त्यसको बारेमा छलफल गर्न सकिने अवस्था छ। त्यसैले अर्को परिवर्तन कविता जहाँ यसको थोरै रचना गर्नु पनि अघि गुरुले सुनाउनु भयो। यसमा चाहिँ हिजो हाम्रो गोर्खालीको त्यो वीरता र ओज थियो, त्यो ओज अहिले कसरी धुलिसात भइरहेको छ भन्ने विशेष सन्दर्भसँग सम्बन्धित छ र गोर्खे प्रवृत्तिप्रतिको केन्द्र चाहिँ कविता छ। यहाँ पनि वैचारिक बहस गर्न सक्ने ठाउँ छ। अहिले यसमा पनि म प्रवेश गर्छु वैचारिक बहसका दृष्टिकोण। त्यसैले अर्को अहङ्कारको आयो, यो चाहिँ व्यक्ति चरित्रको कुरा र व्यक्ति स्वभावसँग सम्बन्धित छ। तर व्यक्ति स्वभाव कहिलेकाहीँ सामाजिक स्वभावमा रूपान्तरित हुँदो रहेछ, व्यक्ति स्वभाव कहिलेकाहीँ देशकै स्वभावमा रूपान्तरित हुँदो रहेछ। किनभने देशको नेतृत्व गर्ने एउटा व्यक्ति थोरै तर्कवितल हुने, देशै तर्कवितल हुने अवस्था हुँदो रहेछ। त्यसकारण व्यक्ति चरित्रसँग लिएर देशको नेतृत्व चरित्रसँग तुलना गर्ने सन्दर्भमा चाहिँ अहङ्कार व्यक्तिको चरित्रको एउटा पसिलोहरूको कारणले कसरी व्यक्तिमा, परिवारमा, समाजमा र देशमै खोर जम्न सक्छ भन्ने विषय सन्दर्भसँग यो कविता जोडिएको छ। पाँचौँ कवितामा आशंका भन्ने कविता, जो आशंकामा चाहिँ सामाजिक समस्याहरूको उठान गर्ने अनि व्यक्तिगत कमजोरीहरूप्रतिको छटपट्टि पनि यो कवितामा अभिव्यक्त भएको छ। मूलतः यस कवितामा चाहिँ समस्याको उठानलाई मुख्य प्रवृत्ति बनाइएको छ। अन्तिमतिर थोरै गुरुले अघि म मूलतः आशावादी नै हो, खरानीको दिशामा फुलको
त्यही विषय फुलको सम्भावनामा देखिरहेको हुन्छु भन्ने हुन्थ्यो। थोरैपछि अन्तिमबाट फेरि त्यो निराशाको अभिव्यक्ति पनि छ यो कवितामा। त्यसै गरी बुद्धको देश भन्ने कविता फेको लहरको कविता, जुन कवितामा हाम्रो सामाजिक विविधता, आपसी सद्भाव र समावेशी विचार जुन अहिले छ त्यसको चाहिँ राम्रो र बडा प्रतीकात्मक अभिव्यक्तिका रूपमा चाहिँ यस कविता भेटिन्छ। त्यसै गरी सन्तास भन्ने कविता यो त्यसै गरी यो पर्यावरणीय क्षेत्रसँग सम्बन्धित कविता र विचारको नवीकरण गर्ने सन्दर्भमा अब जबरजस्त भनेको के भन्यो भने हिजोसम्म विचार मानवतावादी र मानववादी विचारको कुराहरू गर्दाखेरि मान्छेलाई केन्द्रमा राखेर विचारहरू बने, सिद्धान्तहरू बने। तर सत्य कुरा के हो भने मान्छे भनेको पर्यावरणबाट सानो अंश मात्र हो। हामीलाई विकास भन्दा चाहिँ ठुला पहाडहरू फोडेपछि विकास हुन्छ भन्ने सिकाइयो। हामीलाई ठुला नदीहरू थुनेपछि विकास हुन्छ भन्ने सिकाइयो। तराईतिर चाहिँ ठुला जलाशयहरूलाई पुरेर खेत वा बस्तीको ठाउँ बनाएपछि विकास हुन्छ भन्ने सिकायो र त्यसैले हामीलाई अप्रत्यक्ष रूपमा विनाश गरिरहेको रहेछ। त्यसकारण अब यो विकास हरेक सिद्धान्तहरू चाहिँ पर्यावरण केन्द्रित हुनुपर्छ, पर्यावरणबाट सानो अंश मात्र मान्छे हो भन्ने सिद्धान्तबाट चाहिँ विचारको नवीकृत हुनुपर्छ भन्ने अहिले जबरजस्ती धारणा बनिरहेको छ। त्यही धारणा अन्तर्गत टिपो लिटरेचरको कुरा वा पर्यावरण लेखकको कुराहरू आएको छ। अहिले अब कवि लेखकहरू पनि पर्यावरणप्रति सचेत हुनुपर्छ, मान्छे पर्यावरणबाट सानो अंश मात्र हो भन्ने धारणाबाट माथि उठेर अनि विषयवस्तु विचारहरू संरक्षित गर्नुपर्छ भनेर अहिले हरेक क्षेत्रमा विचारगत नवीनताको सिर्जना भएको छ। त्यसै सन्दर्भमा चाहिँ यो सन्तास भन्ने कविता आएको छ। कतै हामीले पर्यावरणीय ध्वस्तीकरणमा चाहिँ आफैलाई सम्बन्ध गराएर अप्रत्यक्ष रूपमा आफैलाई सिद्धाउने ठाउँमा त गइरहेका छैनौँ भन्ने सन्दर्भको मूल्य हो भन्ने लाग्छ मलाई। त्यसै गरी छोरीलाई आह्वान भन्ने कविता, जहाँ चाहिँ नारी अस्तित्व, नारी स्वाभिमान, अहिले जुन किसिमको अपराधिक र हिंसक प्रवृत्तिहरू बढिरहेको छ यो कवितामा परिरहेको छ। कविता पढिरहँदाखेरि सुन्दाखेरि पनि मलाई ठ्याक्क यो शारदा शर्माको अहल्या कविता, जहाँ चाहिँ आफै प्रकृत हुनुपर्ने र आफै ढुङ्गा हुनुपर्ने श्रापबाट चाहिँ अभिशप्त भएको नारीको अभिव्यक्तिको रूपमा यो कवितालाई मैले लिएँ। र अर्को प्रश्न नयाँ नेपालको भन्ने सन्दर्भमा, जो चाहिँ नेपाल परिवर्तन त हो तर रूपमा परिवर्तन हो, सार चाहिँ उस्तै रहेछ, बोतल त बलियो होला तर बोतलभित्रको तत्त्व त उही रहेछ भन्ने विषय सन्दर्भसँग र समस्याको चाहिँ सामान्य अभिव्यक्तिको रूपमा यो कविता आएको छ। 10औं चरणमा चाहिँ म किन्न दिन्न गौरव भन्ने सन्दर्भमा चाहिँ यो हो, यहाँ आशावादी र मानवतावादी विचारलाई सशक्त ढङ्गले अभिव्यक्त गरिएको छ। समस्याका बिचमा पनि सक्रिय र जागरुक हुन सक्नुपर्छ र समस्याका बिचमा पनि समाधानको झिल्को खोल्नुपर्छ भन्ने विषयसँग आशावादी चिन्तन अभिव्यक्त गर्ने यो कविता आयो। त्यसै गरी देश हार्दैछ आज भन्ने सन्दर्भमा चाहिँ विशेष गरी यो राष्ट्रवादलाई पनि अब देशभक्ति केलाई भने, राष्ट्रवाद केलाई भन्ने सन्दर्भमा एउटा भूगोल केन्द्रित राष्ट्रवादको कुरा, अर्को चाहिँ जनता केन्द्रित राष्ट्रवादको कुरा। विशेष यहाँ भूगोल केन्द्रित राष्ट्रवाद, भूगोलसँग जोडिएर राष्ट्रवादी चिन्तन चाहिँ यो कवितामा अभिव्यक्त भएको छ। र त्यसै गरी अन्तिम चरणको कविताको रूपमा चाहिँ देश चिन्तन भन्ने कविता, अघि मैले भने यो अलङ्कार श्री यमक अलङ्कारको प्रयोगका दृष्टिकोण उत्कृष्ट नमुना नेपाली साहित्यमा भन्ने हिस्सा हुँदैन यो कवितालाई। र यो यो देशभित्रका विकृतिहरूलाई अभिव्यक्त गर्ने सन्दर्भमा चाहिँ यो कविताको विषयवस्तु आएको छ। र यसरी विषयवस्तुका दृष्टिकोणले कविता विविधतायुक्त छ। देशभक्तिको कुराहरू पनि छ, आत्मचिन्तनको कुरा पनि छ, चारित्रिक विकृतिप्रतिको आक्रोश पनि छ, सामाजिक विसङ्गतिप्रतिको परिवर्तनको स्रोत पनि छ, अलिअलि प्रगतिवादी स्रोत पनि छ, र नारीवादी चिन्तन पनि छ, पर्यावरण चेतना पनि छ। भनेपछि विषयवस्तुका दृष्टिकोणले विविधतायुक्त कविताको रूपमा मैले यी 12वटा कवितालाई पाएँ। अब यसमा यी कविताहरूको आधारमा अब हामीले टिप्पणी गर्दाखेरि यो विचारको पक्षमा हामीले टिप्पणी गर्ने हो भने मैले अघि नै भनेको अब पाठकहरूले हुन त स्रष्टालाई लेखकलाई त्यत्रो धेरै साधना गरिसके सृजनाको क्षेत्रमा गर्दाखेरि पनि आफूबाट पाठक जति धेरै त्यति धेरै अपेक्षा गर्दो रहेछ। अघि दिपकले भन्दै हुन्थ्यो 3 दर्जन जति सृजनाको कृतिहरू भइसक्यो, तर 3 दर्जन जति सृजनाको कृतिहरू भइसक्दाखेरि पनि पाठकको अपेक्षा चाहिँ अझ चुनिँदै जाने रहेछ। किनभने अपेक्षा भनेको त सिँढीको यात्रा जस्तै हुँदो रहेछ, एउटा पाइला टेको फेरि अर्को पाइला आइहाल्छ, फेरि टेको अर्को पाइला आइहाल्छ। त्यस कारण अब देवी नेपाल कवि देवी नेपालबाट पाठकहरूले चाहिँ मन्त्रगत अभिव्यक्ति चाहिँ चाहेकै छ। थोरै लेखोस् तर यस्तो लेखोस् देवी नेपालबाट होइन, त्यो रचनाबाट देवी नेपालको अनुहार सधैँ सबैको लागि छाइरहोस्, यस्तो किसिमको सृजनाको अपेक्षा छ। एउटा यो कला पक्षका दृष्टिकोणले भनेको मैले। त्यसै गरी यी कविताहरू अधिकांश कविताहरू चाहिँ
आदर्शवादी औपदेशिक र नीतिवादी चेतनाबाट आइरहेछन्। अब यो आदर्शवादी नीतिवादी हुनु त आफैमा खराबी होइन, तर त्यो सबै पाठकहरूले त्यो नीति त्यो उपदेश र त्यो अर्थ पचाउँछ भन्ने चाहिँ छैन। मलाई स्रष्टाले आफ्नो उद्देश्यले लेख्ने हो, पाठकले आफ्नो उद्देश्यले पढ्ने हो। त्यो पढ्दै गर्दाखेरि मलाई जे हो त्यो भन्ने हुन्थ्यो नि, मलाई किन सिकाइराख्नु पर्यो यो कवि, सिक्ने काम त मेरो हो नि भन्ने अपेक्षा पाठक हुनसक्छ। किनभने अहिले धेरै जसो कविताहरू पढाएर अन्तिम श्लोकमा चाहिँ त्यसो भने यसो गर्नुपर्छ, यसो गर्नु हुँदैन भनेर चाहिँ एउटा गुरुले, आदर्श गुरुले कक्षा कोठामा दिने उपदेशहरू लेखेको लाग्छ कविता। अनि त्यो आदर्श गुरु पनि कति गजबको हुन्छ भने चोट खानु हुँदैन, खनी खानु हुँदैन भनेर चाहिँ अम्लो खडाइ खडाइ क्लास कक्षा कोठा भन्ने, अनि कक्षा बाहिर जानु पाएको छैन, फटाफट हात पठाउन थालिहाल्ने। यो चाहिँ मान चरित्र हो नि त हो। त्यस कारण चाहिँ आदर्श र नीतिलाई पाठकले र अहिलेको चेतनाले खासै धेरै बुझाउँदैन मेरो बुझाइमा। त्यस कारण त्यो के हो देखाउनु पर्ने कुरा त्यो देखाइदिइसकेपछि अब पाठकले बुझ्ने चाहिँ आफ्नो आफ्नो परिवेश, आफ्नो आफ्नो पृष्ठभूमि र आफ्नो आफ्नो सामर्थ्य अनुसार बुझ्ने होला जस्तो लाग्छ मलाई। तर गुरुको त्यो लेखन शैली नै एउटा भन्दा धेरै जसो कवितामा चाहिँ अन्तिममा चाहिँ एउटा नीति, एउटा उपदेश टक्क छोड्ने प्रवृत्ति देखिन्छ। यो प्रवृत्ति विशेष गरी यो रोमेली राज्य शासनकालमा चाहिँ जतिखेर चेतना र ज्ञानको विस्तार हुँदै थियो, त्यो विस्तार हुँदै गर्दाखेरि चाहिँ ग्रिसेक साहित्यहरू हेर्ने अनि त्यसको नमुनाहरू निर्माणलाई चाहिँ अनुकरण गरेर साहित्य लेख्ने जुन परिष्कारवादी इरा थियो त्यतिखेर अनि कक्षा कोठामा विद्यार्थीहरूलाई पढ्न मिल्ने खालका रचनाहरू लेख्ने क्रममा चाहिँ जुन शैली पाइन्थ्यो त्यो शैली चाहिँ देवी नेपालको अधिकांश शैली कविताहरू मैले पाएँ। अर्को कुरा समाजका समस्याहरू देखाउने क्रममा, व्यक्तिका समस्याहरू देखाउने क्रममा, देशका समस्याहरू देखाउने क्रममा त्यो समस्याहरूप्रति निर्मम आलोचना, बलियो ढङ्गले आलोचना गरेर चाहिँ त्यो प्रतिबद्धता सहितको, हस्तक्षेप सहितको परिवर्तनको स्वर भन्दा पनि शान्त सुललित रूपमा चाहिँ शुभेच्छा प्रकट गरिने पाइन्थ्यो। यो फोहोर नभइदिए हुन्थ्यो, यो सफा भइदिए हुन्थ्यो, यो राम्रो भइदिए हुन्थ्यो भनेको शुभेच्छा चाहिँ प्रकट भएको देखिन्छ। जसरी देवी ईश्वरको आफ्नो स्वभाव छ, जुन किसिमको सुललित अभिव्यक्ति कला छ, यो साहित्यको विचार हुँदा पनि त्यस्तै लाग्छ। तर फोहोरहरूको विरुद्धमा, पश्चिमहरूको विरुद्धमा हस्तक्षेप सहितको आँधीबेहरी सहितको हुङ्कार पनि कविताले बेलामा बोल्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। त्यस्तो नभएको हो कि भने मैले पाठककोटमा गएर फिल गरेको कुरा। त्यसै गरी यहाँ कतिपय कुरामा विचारगत गइरहेको, किनभने कला पक्ष मजबुत हुँदै गर्दाखेरि विचार पक्ष चाहिँ फितल भएको कविताहरू, विचारको दृष्टिकोण हेरौँ त के रहेछ भन्दा सधैँ कुरा र सामान्य कुरालाई पनि मिठो स्वरले अभिव्यक्त गरेको देखिन्छ, सुन्दा बडा मिठो लाग्छ। तर विचारको गहिराई चाहिँ अलिक कमजोर रहेको कविताहरू पनि देखिन्छ। विचारको गहिराई पनि पाठकले त्यो तहको शब्दबाट अपेक्षा गर्छ। फेरि यो कुरा अब सबैलाई भनिँदैन। म यो पढ्ने क्रममा यो विषयमा स्वर्गवासी राजेन्द्र सुवेदीबाट धेरै प्रभावित हो। उहाँले के भन्नुहुन्थ्यो भने बाबु हतियार प्रयोग गर्दाखेरि कसको लागि के हतियार प्रयोग गर्ने थाहा पाउनुपर्छ। घाँस काट्न गएको बेलामा बज्रले जानु हुँदैन, रुख काट्न गएको बेलामा हँसियाले काम गर्दैन भन्नुहुन्थ्यो। त्यसमा समालोचना पनि त्यही, समालोचना गर्दै गर्दाखेरि के काट्न खोजिरहेछ त्यो चाहिँ त्यो समालोचना गर्ने अपेक्षा गर्नुपर्छ, त्यो ख्याल गर्नुपर्छ। त्यो ख्याल गर्दै गर्दाखेरि चाहिँ त्यो देवी नेपाल जस्तो जुन एक किसिमको ओजनदार स्रष्टा हो, त्यस्तो स्रष्टाबाट त्यही ओजनदार विचारको गइरहेको पनि अपेक्षा गर्दो रहेछ। पाठकले त अपेक्षा गर्न पाए दस्तैका पाठक हुन्छ नि, यो पाठकले त्यस्तो अपेक्षा गरेर भन्नु होला। अब त्यो विचारको गइरहने नभएको प्रसङ्ग र विचारको विरोधाभास भएको प्रसङ्ग पनि अनि कविताले एउटा उदाहरणमै छलफल पनि गरौँ यहाँनिर। त्यसैले अब यो राष्ट्रियता र देशभक्तिको कुरा छ नि, अघि मैले यो भूगोलगत राष्ट्रियताको कुरा गरेँ होइन। यहाँ सीमा मिच्यो, के अरे काङ्गडा हाम्रो भएन, किल्ला भएन, सुस्तामा यस्तो हो भन्ने प्रसङ्गहरू बजे भूगोललाई चाहिँ केन्द्रमा राखेर कुरा गरेको देखिन्छ। अब हामीले राष्ट्रियता र राष्ट्रवादलाई कसरी बुझ्ने भन्ने कुरामा पनि व्यापक परिवर्तन जस्तो बुझाएन भन्ने लाग्छ मलाई। अझ अहिलेको अब जेनेरेसनले त क्यानाडामा गएर तिहारको बेलामा नेपाली झन्डा फरफराउँदै देउसी भएर खेल्दाखेरि भूगोल त्यहाँ छैन, तर नेपाली राष्ट्रियता अलिअलि त्यहाँ पुग्दो रहेछ भन्ने बुझ्छु म। छठको बेलामा अमेरिकाको समुद्रको किनारमा छठ पर्व मनाउँदै भोजपुरी र मैथिलीमा चाहिँ छठी मैयाका गीतहरू गाइरहँदाखेरि नेपाली राष्ट्रियता त्यहाँ पनि पुगेछ भनेर बुझ्छु म चाहिँ। अस्ट्रेलियामा मजाले नेपाली युवा युवतीहरू नेपाली मनहरू फागु खेल्दै एकअर्कालाई मङ्गालो मार्दै गर्दाखेरि त्यहाँनिर नेपाली राष्ट्रियता अलिकति पुगेछ भन्ने बुझ्छु म चाहिँ। त्यसकारण
अबको एजमा अबको युगमा राष्ट्रियतालाई हामीले निजी र गाडीभित्र मात्र देख्न थाल्यौँ, बुझ्न थाल्यौँ र सुन्न थाल्यौँ भने नेपाली राष्ट्रियता धेरै अर्थमा घुम्नेवाला छ, जबरजस्ती घुम्छ। त्यसकारण यहाँनिर त्यो राष्ट्रियताको पक्ष पोषण गरिरहँदाखेरि र राष्ट्रियताको बारेमा विषय उठान गरिरहँदाखेरि हुन त समावेशिताको कुरा आएको छ, आपसी सद्भावको कुरा आएको छ, अरू कवितामा जातीय सद्भावको कुरा आएको छ, हिमाल तराई दाम नपुगेर माघी नुहाउनुपर्छ भन्ने प्रसङ्ग आएको छ, तर त्यो प्रसङ्ग समावेशिताको सन्दर्भमा आएको छ, तर राष्ट्रियताको पहिचानको सवालमा चाहिँ भूगोललाई केन्द्रित बनाइएको छ। त्यसकारण अब हामीले यहाँनिर देवी नेपालका विचारहरूमाथि बहस गर्दाखेरि देवी नेपालले के भूगोललाई मात्रै राष्ट्रियता देख्छ त, भूगोल फर्स्ट भन्छ त, तर अहिलेको चेतनाले भूगोल त फर्स्ट भन्दैन, जनता फर्स्ट, जनताको संस्कृति फर्स्ट, जनताको पहिचान फर्स्ट, त्यसपछि भूगोल भन्छ। त्यसकारण यहाँनिर वैचारिक रूपले चाहिँ बहस गर्नुपर्ने ठाउँ छ भन्ने लाग्छ मलाई। त्यसैले अहिले गुरु कविताको सन्दर्भमा कुरा गर्नु। अब गुरु कविताले गुरुत्वको यस्तो महिमा उनले आदर्शवादी चिन्तन भनेको छ नि, आदर्शवादी चिन्तनको उत्कृष्ट नमुना गुरु कविता पनि हो। अब अहिलेको यो जेनेरेसनको शिक्षण सिकाइ प्रक्रियाले गुरुलाई ज्ञानको केन्द्र मान्दैन, सहजीकरण व्यक्तिमाथि गुरु भनेर मैले विद्यार्थीलाई भन्ने क्रममा म त धेरै कुरा जानेको छैन, तपाईँको मुस्कान देखेर, तपाईँको रिस देखेर, तपाईँको हिँडाइ देखेर पनि मैले धेरै कुरा बुझिरहेको छु, सिकिरहेको छु भन्छु। त्यसकारण अब यो गुरुत्व भन्ने कुरा चाहिँ एउटा आदर्शीकरण एउटा शब्द हो, तर शिक्षण सिकाइ प्रक्रियाको गुरु भनेको त अब ज्ञानको स्रोत र ज्ञानको केन्द्र गुरु मात्रै हो भनेर बुझ्यो भने हामीले धेरै कुरा हुँदैन। तर यो कविताले सम्पूर्ण ढुङ्गामा बसेर माटो बनाउने गुरु हो भनेर भन्नुहुन्छ भने सम्पूर्ण जे बनाउनु भएको छ गुरुले बनाउनु भएको छ भन्ने गर्दाखेरि आजको यो शिक्षण सिकाइ प्रक्रिया, आजको यो विद्यार्थीको मनोविज्ञान र आजको ज्ञान उत्पादन गर्ने र ज्ञान सम्प्रेषण गर्ने जुन चेतना छ यसलाई चाहिँ अलिकति गुरु कविताले बोक्दैन कि भन्ने कुरा मलाई विचार गर्ने त्यस्तो लाग्छ। अनि अब यहाँ फेरि त्यो गुरुको आदर्शीकरण गरिरहँदाखेरि एउटा यो छोरीको नाममा सङ्गीत कविता, त्यो नारीवादी विचारसँग सम्बन्धित कविता, छोरीलाई आह्वान भन्ने कविता, त्यो छोरीलाई आह्वान कविताको दोस्रो लाइन भन्दा अहिले भर्खर यहीँनिर हामी गरिमा चौधरीको काण्डलाई यहाँ पढेर भावुक हुन्छौँ, त्यो आन्दोलन देखिरहेका छौँ, त्यो चित्कार सुनिरहेका छौँ यिनीहरू घटना। तर यिनीहरू एउटा के भनिँदैछ भने आफ्नै बाबा र काका पनि पुरुष कुनै छेउ पर्ने नपाई, हेर्नु न, आफ्नै बाबा र काका पनि पुरुष कुनै छेउ पर्ने नपाई भन्छ। तर यो बाबा र काका चाहिँ सिम्बोलिक रूपमा प्रयोग गरेको होला भनेर चाहिँ पढ्दैन है। अन्तिम श्लोकको दोस्रो लाइनमा आत्मा कालो भएको मनुष्य छ घरमा साधना हो कथा भनेर चाहिँ आफ्नै बुबा आफ्नै काका प्रति चाहिँ गम्भीर आशंका गरेर बस्छ है छोरी भन्दै गर्दाखेरि गुरुको आदर्श र बाबाको आदर्श सँगसँगै ताल्दैन। मलाई के लाग्छ भने अपराधीहरूको जात पनि हुँदैन, नाता पनि हुँदैन, सम्बन्ध पनि हुँदैन। त्यो अपराधी केवल अपराधी मात्रै हो। तर हरेक छोरीले बुवाको अनुहारमा, काकाको अनुहारमा आफ्नै घरभित्र चाहिँ अपराधीको प्रतिछाया महसुस गरे असुरक्षित छु भन्ने चाहिँ अति सहयोगी नै हो जस्तो लाग्छ। त्यसकारण विषयगत अभिव्यक्तिका कुराको सन्दर्भमा यहाँनिर म अब अनुमति हुन सक्छु। त्यसै गरी यी विचारका साथसाथै अघि यो गोर्खाको कविताको सन्दर्भमा कविताकै कुरामा पनि परिवर्तन होइन, गोर्खालीको सन्दर्भमा गोर्खालीको वीरताको कुरा हिजो हाम्रा गोर्खाली यसरी छाती ताप्दै यसरी चाहिँ वीरताका साथ प्रस्तुत हुन्थ्यो, अहिले चाहिँ कुल्लिरहेको चाहिँ भाडा मान्ने त्यो निम्न स्तरीय काममा प्रस्तुत भएका छन् भन्ने सन्दर्भसित आएको छ। यो कवितामा त अझ श्रमलाई सम्मान गर्ने सन्दर्भमा र हाम्रो गोर्खाली प्रवृत्तिद्वारा अझ धेरै बहस गर्न सकिन्छ। मलाई के लाग्छ भने हिजो हाम्रा गाउँ गाउँमा लाइन लागेर छातीको मोटाइ अनि उचाइ नापेर आइज भन्दै फिरन्तीहरू आएर हाम्रा युवाहरू लिएर जाने, पहिलो विश्वयुद्धमा युद्धको सबैभन्दा अगाडि जो साहसी छौ पराक्रमी छौ भनेर अगाडि राखेर युद्ध लडाउने, बिहान गोली खाएर कुनै नाम निशाना कुनै रेकर्ड बेगर्दै 10,000 भन्दा बढी नेपालीहरू मारिने, नेपाली युवाहरू मारिने, दोस्रो विश्वयुद्धमा 90,000 भन्दा बढी नेपालीहरू मारिने र नेपाली गोर्खाली वीर भनेर चाहिँ बन्दुकको विरुद्धमा नाङ्गो खुकुरी नचारी युद्धमा पठाउने कार्य हाम्रो त्यो पनि गोर्खे प्रवृत्ति नै छ।
त्यसलाई हामीले विगतका स्वाभिमानको पहिचान बनायौँ भने हामीले इतिहासको सही मूल्याङ्कन गर्न सकेनौँ भन्ने बुझ्नुपर्छ। त्यसैगरी आज हामी आफ्नो घरमा चाहिँ काम गर्न लजाउने, आफ्नो परेसाबारीमा चाहिँ बाँझे बनाउने, आफ्ना खेतहरू बाँझे राख्ने अनि फेरि मरुभूमिमा गएर उठ चराउन चाहिँ तयार हुने प्रवृत्ति पनि गोर्खे प्रवृत्ति। फरक के हिजो हाम्रो पुर्खा पहाडबाट गाउँबाट धेरै हिँडेर थोरै गुडेर गोर्खे हुन जान्थ्यो। आज हाम्रो युवा थोरै गुडेर धेरै गुडेर गोर्खे हुन जान्छ, जान्न गाएको। त्यसकारण हिजो त्यो पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धमा देशको झन्डा बोकेर होइन, देशको पहिरन लगाएर होइन, नेपाली राष्ट्रियताको नाम लिएर होइन, कुनै भारतीय सेनामा भर्ती भएर, कुनै अङ्ग्रेज सेनामा भर्ती भएर, अनिखेर कुनै इतिहास नाम निशाना नरहने गरेर केहीलाई टकमा दिएर चाहिँ एकैचोटि फुलेज बनाइदिएर चाहिँ वीर गोर्खाली भनेर चाहिँ जबरजस्ती जुन किसिमको भाष्य स्थापना गरिएको छ, यो त भुपी शेरचनले भने जस्तो हामी बुद्ध थियौँ र त वीर भयौँ, हामी वीर हौँ त्यसले त बुद्ध। यो त फरक छ। त्यसैले यो कवितामा चाहिँ अझ अरू धेरै अर्थमा एकदम मलाई बहस गर्न मन लागेको कुरा हो। यी प्रसङ्गहरू चाहिँ के त भन्दाखेरि अब मैले गुरुका कविताहरू सुनिरहँदाखेरि मैले भन्नुपर्ने कुरा के हो भने कला पक्षका दृष्टिकोणले अझ संस्कृत साहित्य सिद्धान्तका मानवहरूका आधारमा यी कवितालाई नापदार गर्नुपर्ने हो भने उत्कृष्ट कविताहरू हुन्, मानव कविता हुन्, दृष्टान्त दिन लायक कविताहरू छन्। तर विचारका दृष्टिकोणले र विचार गहिराइका दृष्टिकोणले फेरि पनि गुरुदेवहरू बसेर धेरै छलफल गर्ने ठाउँहरू भएका कविताहरू भन्ने मलाई लाग्छ। र फेरि पनि यहाँले यति आनन्दले सुनिदिनु भयो। गुरुको मन्त्रमुक्त आवाजमा हामी चाहिँ आस्वादित भयौँ। यसको लागि धन्यवाद। आयोजकका युवा अवसरको लागि फेरि पनि धन्यवाद दिँदै धन्यवाद। धन्यवाद। आजको यस कार्यक्रमका चाहिँ समालोचकको भूमिका निर्वाह गर्नुभएका धन्यवाद। आजको यस एकल कविता वाचनको समालोचक भूमिका निर्वाह गर्नुभएका डाक्टर घनश्याम घिमिरे सरलाई। अब हामी कार्यक्रमको अन्तिम चरणमा गइसकेका छौँ। हामीले आजका प्रमुख आकर्षक व्यक्तित्व देवी नेपाल सरलाई सम्मान पत्र प्रदान गर्ने जमर्को गरेका छौँ र यो सम्मान पत्रको भाषा सर्वप्रथम पढेर सुनाउँछु। नेपाली भाषा शिक्षक समिति मकवानपुर प्राध्यापक डाक्टर देवी नेपालज्यू, भक्तपुर नेपाल। नेपाली साहित्यको सृजना र समालोचनाका विधामा विशिष्ट विधाका विशिष्ट प्रतिभा, प्राज्ञिक व्यक्तित्व एवं नवसर्जकहरूका उत्प्रेरक तथा मार्गदर्शकका रूपमा ख्याति प्राप्त यहाँले नेपाली भाषा शिक्षक समिति मकवानपुरद्वारा आयोजित कवि देवी नेपालको एकल कविता वाचन कार्यक्रममा आफ्ना सशक्त कविता वाचन गरी कार्यक्रमको गरिमा बढाउनु भएकोमा हार्दिक आभार सहित यो सम्मान पत्र सहर्ष समर्पण गरिएको छ। यस अवसरमा यहाँलाई हार्दिक बधाई ज्ञापन गर्दै यहाँको सुस्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगति एवं सृजनशील प्राज्ञिक जीवनको कामनाका साथ निरन्तर सहयोग एवं रचनात्मक सल्लाह सुझावको सदैव अपेक्षा गर्दछन्। मिति 2083 भाद्र 6 गते। विधिवत तौर सचिव नेपाली भाषा शिक्षक समिति मकवानपुर, ज्योति नेउपाने अध्यक्ष नेपाली भाषा शिक्षक समिति मकवानपुर। म डाक्टर देवी नेपालज्यूलाई अगाडि आउन अनुरोध गरेँ। सम्पूर्णलाई चाहिँ यो सम्मान पत्र ग्रहण गरिदिनु अनुरोध गर्दछु। अनुरोध गर्दछु। धन्यवाद। अब हामी कार्यक्रमको अन्तिममा गइसकेका छौँ। आजको यस कार्यक्रममा
नेपाली भाषा शिक्षक समिति मकवानपुरले आयोजना गरेको यस कार्यक्रममा पाल्न हुने सम्पूर्ण अतिथि लगायत साहित्य अनुरागी महानुभावहरू यहाँहरू सबैलाई पुनः फेरि भाषा समिति तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। र अब कार्यक्रमको अन्तिममा हामी गइसकेका छौँ। आजको यस कार्यक्रमलाई औपचारिक रूपमा समापन गरिदिनु हुन म कार्यक्रमका सभाध्यक्ष भाषा समितिका अध्यक्ष ज्योति ढुवानीलाई आग्रह गर्दै म बिदा हुन चाहन्छु। हस्त धन्यवाद। धन्यवाद कार्यक्रम सञ्चालक हाम्रो यस समितिका सचिव विशेष कारणवश पिछे जानुभएको छ। आजको यस कार्यक्रमका प्रमुख व्यक्तित्व, आजका आकर्षक व्यक्तित्व कवि प्राध्यापक डाक्टर देवी नेपालज्यू, समीक्षा घनश्याम घिमिरेज्यू, नेपाली भाषा शिक्षक समितिका सल्लाहकार ज्यूहरू, विभिन्न विषयगत समितिका अध्यक्षज्यूहरू, प्रधान अध्यापक एसोसिएसन अफ नेपालका अध्यक्षज्यू, विभिन्न साहित्यकारज्यूहरू, दर्शक मञ्चका उपाध्यक्षज्यू लगायत यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरू, हाम्रो नेपाली भाषा शिक्षक समितिलाई अत्यन्तै माया गर्नुहुने व्यक्तित्व कृष्णदेव भण्डारीज्यू लगायत सम्पूर्ण महानुभावहरू। नेपाली भाषा शिक्षक समिति मकवानपुरले हिजो विद्यालयका विद्यार्थीहरू र शिक्षकहरूका लागि एक दिने कविता लेखन कार्यशाला कार्यक्रमको आयोजना गरिएको थियो। हामीले गरेका थियौँ नवसर्जक चौतारी र नेपाली भाषा शिक्षक समिति मिलेर। र आदरणीय कवि डाक्टर देवी नेपालज्यू हेटौँडा आउनुभएको यो मौकालाई हामीले सदुपयोग गरिहालौँ भनेर यो एउटा एकल कविता वाचन, उहाँको एकल कविता वाचन कार्यक्रम हामीले राख्यौँ। उहाँका कविताहरू हामीले विद्यालयका पाठ्यक्रमहरूमा पाठ्यपुस्तकहरूमा पढाउने अवसर पाएका छौँ, हामीले पढ्ने अवसर पाएका छौँ। र उहाँका सुमधुर स्वरबाट हेटौँडा आउनुभएको बेलामा हेटौँडालाई पनि यो उहाँकै आवाज सुनौँ, यो हेटौँडालाई सुगन्धमय बनाऊँ भन्ने हामीलाई लाग्यो र हामीले यो कार्यक्रमको आयोजना गर्न समर्पण गऱ्यौँ। र यो कार्यक्रममा हामीलाई अत्यन्तै सहयोग गर्नुभयो, प्रेरक भूमिका निर्वाह गर्नुभयो नवसर्जक चौतारीका संरक्षक दीपक गौतमज्यूले। उहाँ हामीलाई अत्यन्तै हच्कचाइरहनुहुन्छ, नेपाली भाषा शिक्षक समितिलाई विभिन्न कार्यक्रम गर्नको लागि प्रेरणा दिइरहनुहुन्छ। विभिन्न यो कार्यक्रम गरौँ, म सहयोग गर्छु, के गर्नुपर्छ म तयार छु भनेर लागिरहनुहुन्छ। र उहाँकै प्रेरणा पनि उहाँकै सहयोगबाट पनि हामीले धेरै कार्यक्रमहरू गरिरहेका छौँ। र आदरणीय कविज्यूले आज हामीलाई यो कविताहरू सुनाएर अत्यन्तै मन्त्रमुग्ध बनाइदिनु भएको छ। र उहाँका स्वरको, उहाँका कविताहरूको जति प्रशंसा गरे पनि सकिँदैन, त्यो कमी नै हुन्छ। उहाँप्रति हामीले यो एउटा कार्यक्रम आयोजना गरेर के कति न्याय गर्न सकौँ, न्याय त यति मात्र पनि पुग्दैन। उहाँले हामीले सधैँभरि सम्झनुहुन्छ। केही समय अगाडि मात्र पनि भाषा शिक्षणका सन्दर्भमा उहाँले अत्यन्तै एउटा राम्रो कार्यक्रमको आयोजना हामीले जुन गरेका थियौँ त्यसमा उहाँले विधा शिक्षणका सन्दर्भमा प्रशिक्षण दिएर जानुभयो, त्यो अत्यन्तै उपलब्धिपूर्ण रह्यो। र यसरी हामीले संक्षेप गरेर आउनुहुन्छ। नेपाली भाषा शिक्षक समितिले भाषा शिक्षणका सन्दर्भमा के गर्ने हो, नयाँ तरिकाले अब कसरी पढाउने, अब भाषा शिक्षणका नयाँ विधिहरू, अहिले नयाँ प्रविधिको युगमा कसरी शिक्षण गर्दाखेरि उपयुक्त हुन्छ, भाषा अत्यन्तै कमजोर हुँदै गइरहेको छ, भाषा शिक्षणका प्रविधिहरू परिवर्तन गर्नुपर्ने अवस्था छ। त्यस सन्दर्भमा हामी अत्यन्तै चिन्तनशील छौँ र यसका लागि उहाँहरू जस्ता विज्ञ व्यक्तित्वहरूलाई हामीले बारम्बार बनाउँछौँ, हामी मार्गदर्शनको खोजी गरिरहन्छौँ र हामीले संक्षेपमा उहाँ आइदिनुहुन्छ। त्यस लागि हामी उहाँप्रति हार्दिक हार्दिक आभार प्रकट गर्न चाहन्छौँ। र यस्तै किसिमको कार्यक्रम, यो साहित्यिक कार्यक्रम नेपाली भाषा शिक्षक समिति भइसकेपछि भाषा शिक्षणका सन्दर्भमा अध्ययन अनुसन्धान गर्नु, त्यसको लागि नयाँ पद्धतिहरू खोज्नु त छँदैछ, त्यसको सँगसँगै साहित्यले पनि जोड्नुपर्छ भन्ने हामीले लाग्यो। र हामीले साहित्यिक कार्यक्रमहरूलाई पनि अब निरन्तर अगाडि बढाउने चमक गरिरहेका छौँ। केही समय अगाडि मात्रै नेपाली भाषा शिक्षक साहित्यकार पुरुषोत्तम आचार्यको हामीले एकल कविता वाचन कार्यक्रम राखेका थियौँ, अत्यन्तै भव्य रूपमा सम्पन्न भएको थियो। र आज हामीले यो कार्यक्रम गर्न सक्यौँ र यस्तै किसिमका कार्यक्रमहरू आगामी दिनमा गर्नुपर्छ कि भन्ने मलाई एउटा सिन्सो हाम्रो यो भाषा समितिलाई लागिरहेको छ। नेपाली विषय पढाउनु हुने धेरै शिक्षकज्यूहरू कवि हुनुहुन्छ, दर्शककार हुनुहुन्छ, उहाँका
पनि हामीले एकल कविता वाचन एकल गजल गायन यस्ता कार्यक्रम लाग्यो भने भाषा शिक्षकप्रति न्याय हुन्छ कि भन्ने हामीले लागिरहेको छ। आगामी दिनहरूमा यस्ता कार्यक्रमहरू पनि हामी गर्छौँ। नेपाली भाषा शिक्षक मात्रै होइन, अन्य विषयका शिक्षकहरू पनि कवि हुन्छ, उहाँहरूले पनि हामीले समेट्नुपर्ने हुन्छ, समेट्नेछौँ भन्ने हामीले लागिरहेको छ। र आजको कार्यक्रम अब ढिला भइसकेको छ, तसर्थ आजको कार्यक्रमलाई अत्यन्तै भव्य बनाइदिनु भयो, अत्यन्तै सफल बनाइदिनु भयो। यसको लागि प्राध्यापक डाक्टर देवी नेपाल सरको हार्दिक आभार प्रकट गर्न चाहन्छु। र हामी फेरि पनि तपाईँको कविताहरू सुनिरहनेछौँ, तपाईँको कविताहरू पढिरहनेछौँ। हामीले बोलाएको आवश्यक पनि यहाँ आउनुहुनेछ भन्ने हामीले अपेक्षा राखेका छौँ। र यसै गरी हाम्रो निमन्त्रणालाई स्वीकारेर यो कार्यक्रमसम्म आइदिनुभयो नेपाली भाषा शिक्षक समितिका सल्लाहकार केशव सञ्जेल सर, जो वर्तमान अध्यक्ष हुनुहुन्छ। त्यसै गरी विष्णु गौतम सर, हेग्रे आचार्य सर, उहाँमा हार्दिक आभार प्रकट गर्न चाहन्छु। मञ्चमा बस्नुभएका साहित्यकार तुलसी घिमिरे सर, उहाँमा हार्दिक आभार प्रकट गर्न चाहन्छु। त्यसै गरी विभिन्न विषयगत समितिका अध्यक्ष जो आउनुभयो, सामाजिक विषय समितिका भोगेन्द्र सर, उहाँप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। आजको कार्यक्रमलाई समीक्षा गरेर जीवन्त बनाइदिनु भयो, यसको लागि म समीक्षा घनश्याम घिमिरेज्यूप्रति पनि हार्दिक आभार प्रकट गर्दछु र सम्पूर्ण यहाँ उपस्थित हुनुभएका व्यक्तित्वहरूप्रति हार्दिक आभार धन्यवाद ज्ञापन गर्न चाहन्छु। र आजको कार्यक्रममा यो हल उपलब्ध गराइदिनु भएकोमा मकवानपुर क्याम्पस परिवारप्रति पनि हार्दिक आभार प्रकट गर्दै आज यो कार्यक्रम समापन भएको घोषणा गर्छु। धन्यवाद, नमस्कार। एउटा फोटो लिदिएको हो सम्झनाको लागि।